आज चिसो चिसोमा है यहाँनिर मेरो बुढीले गिलो चटपटी बनाएको छ है खान गइरहेको छु धेरै दामी मिठो दामी म पिरो चाहिँ त्यस्तो खान सक्दिनँ तर पनि मिठो छ दामी एउटा फाइनल म्याच हेर्दै मजा छ दामी छ दामी दामी फर्स्ट टाइम हो गिलो चटपटी चाहिँ मेरो उता बहिनी छ बहिनी पनि खाएर छ हो मिठो पिरो चिया छ एकदम दामी अनि भिडियो गर्दैछ यता मेरो बुढी म उसलाई पनि देखाउँछु कस्तो छ दामी तिमीले बनाएको तिमीलाई मन पर्यो हेर्नु त कस्तो छ दामी छ अब म नजिकबाट देखाउँछु एक घाँस चाहिँ यस्तो छ हो यसलाई चाहिँ ठुलो मुख गाड्नुपर्छ यस्तो गरे यहाँबाट धुवा निस्किँदैछ पिरो छ हामीले चाहिँ आज जाडो भएर बाहिर बसिकन खाँदैछ हामी सिक्कामा बसेर यसरी हामी सबैजना हो पिरो छ मजा आउँछ ल फेरि भिडियो बनाइबस्यो भने म दुईजनाले सकिदिन्छ हेर्नु त खाएर त्यही भएर म पनि खानुपर्छ कि ल सिजलिङ रोहिनीको आमाले बनाउनु भएको त्यतिकै भएको छ दामी खाएको त छुइनँ देखेरै मिठो लाग्छ उसको त हाम्रो बहिनीले चाहिँ भाडामा खाँदैछ अन्त उहाँले चाहिँ खाइसक्नु आफ्नो भयो नेपालमा बनाउँछ भनेको सुनेको थिएँ हो मैले सिजलिङको भिडियोमा पनि देखेको थिएँ होइन तर कस्तो हुन्छ होला टेस्ट भन्थ्यो किनभने गिलो चटपटी यतातिर पाउँदैन नि त कालिम्पोङ दार्जिलिङ कतैतिर मैले देखेको छुइनँ हो आज चाहिँ घरमै उसले पनि युट्युबमै हेरेर सिकेको होला सायद कसरी बनाउँछ भनेर हो अन्त चाहिँ त्यही भएर आज बनाएर खाएँ एकदम दामी हुँदो रहेछ मजा लाग्यो दामी वाउ मैले चिया खानु मन लाग्यो अझै